आमाले के गरेको पिरा बनाएको के को यो पिरा चाहिँ खसेला परालको धानको मुठाको परालको अरे के भयो खोकी लाग्यो मलाई खोकी लाग्यो। अब यो पिरा चाहिँ कहिले सक्छ बनेर सक्यो भने आज नै सक्छ सकेन भोलि बिहान। आजकल त यस्तो पिरामा त्यति बस्दैन है आजकल त्यस्तो साह्रो बस्दैन त होइन आमा त्यो टेबलमा अन्त चिसो हुन्छ नि रुममा बस्दैन। पहिला पहिला बुन्थ्यो परबाट कति बुनेको मान्छेले अब पो छैन त कति कति बुनेर मान्छे त ऊ नमिलेरहेकोमा खसलाको आठपट्टो उहिले त पुरै बुन्थ्यो गुन्द्री गजरा गुन्द्री गसरा बुन्थ्यो भन्छ पहिला उहिले अब हामीलाई त त्यति थाहा छैन। अब त धानै छैन मान्छेले आजकल त त्यस्तो धान पनि त रोप्दैन भन्छ नि हो त्यति रोप्दैन आजकल मान्छेहरूले पराल त्यति हुँदैन। उहिले त पुरा यसरी गुन्द्री गजरामा धान रोपेर परालहरू पनि बुन्थ्यो पिराहरू पनि पुरा बुन्थ्यो भन्छ नि आमाले। बुन्छ त होइन यो बिहामा त पराल पठाउँछ पिरा त बिहा घेवामा उहिले भुइँमा बिहा घेवामा उहिले अछ्याउँथ्यो गुन्द्री पराल अहिले चाहिँ कस्तो छ आमा अलिकति भनिदिनु। अब त टेबल चौकी चियर यो हजुर पुरानो जमाना अहिलेको जमाना पुरानो जमाना हो अहिलेको जमाना चाहिँ कस्तो टेबल चौकी नयाँ जमाना उहिलेको जमानामा त्यस्तो थिएन गजरा त्यस्तोतिर राख्थ्यो मान्छे बस्थ्यो पराल अछ्याउँथ्यो खेत बारीमा पराल ढुङ्ग्रो दिन्थ्यो पराल अछ्याएर त्यसरी बस्थ्यो उहिले त है अचारहरू बाँड्थ्यो ढुङ्ग्रोसँग है। खाना पनि त थुन्चेमै हुन्थ्यो नि थुन्चेमा अन्त डालोमा सुक्खा थुन ढुङ्ग्रोमा फेरि हरियो ढुङ्ग्रोमा झोल ढुङ्ग्रो हरियो ढुङ्ग्रोमा झोल भैँसीको मासु उहिले त हलुङ्गे थालमा खाना खान्थ्यो है आमा पातमा पनि खान्थ्यो पातमा पनि खाना खान्थ्यो कि तप्लामा त अचार होला हौ होइन त्यो त मुठा दिन्छ त गाँस्यो अझै थाप्यो खाना खाँदाखेरि जति मासु थाप्यो भोलि थाप्यो